यो भिडियो चाहिँ तपाईहरुलाई डे 1 र डे 2 को हुन्छ। हिजो उनीहरु आएको भिडियो छ अलिकति, अन्त भिडियो चाहिँ धेरै छोटो भयो नि त हिजोको मात्रै चाहिँ, अन्त त्यही भएर चाहिँ आज म डे 2 को पनि भिडियो चाहिँ एकैचोटी नै एड गरेर हाल्दिएको छु। तपाईहरुले इन्जोय गर्नु, बवाल छ जग्गा भनेको चाहिँ हैन। अनि हेर्नु टेन्ट लागिरहेको छ यहाँ माथि चाहिँ अहिले, अनि अहिले चाहिँ गेस्टहरु चाहिँ हिँडिसकेको। अनि आजको भ्यू हेर दामी, हेर्नुस् है साथी हो, नीलो आकाश, ट्रेकिङ दामी हैन। र साथी हो उ तल उ आउँदैछ है सानो बाटोमा, उ खुट्टा टेक्दै टेक्दै आउँदैछ। केटाहरु आए ल एडभेन्चर हो यो, एडभेन्चर बाटो तलको चाहिँ एडभेन्चर बाटो। हेलो फ्रेन्ड्स, वन्स अगेन वेलकम ब्याक टु माई स्टोरी ब्लग। तपाईहरु राम्रो सन्चै गर्नु होला, म पनि ठिकै छु। आज फेरि डाँडामा आउने भयो टुरिस्ट गाइस। हेर्नु आज डाँडामा खास क्याम्पिङ हुँदैछ। डाँडामा चाहिँ यही जग्गाको लागि चाहिँ यति चाहिँ बनाइसकेको हेरिहाल्नुस् साथी हो। टेन्ट लागेर रेडी भइरहेछ, टक्कै टेन्ट लागेर रेडी। डाँडा भनेको बवाल, किचन यहाँ तल रेडी भइसकेको छ, गेस्ट चाहिँ तल आउँदैछ हो। अहिले चाहिँ म चाहिँ गेस्टलाई वेट गरिरहेको छु। अनि उनीहरू चाहिँ उँभो गएको छ, दोकान गएको छ। लोकलै खाना पाक्छ यो चुल्हाहरूमा चाहिँ, एकदम लोकल अर्ग्यानिक। आजको गेस्टले चाहिँ एकदमै अर्ग्यानिकहरू भेट्ने भयो क्या हाम्रोमा चाहिँ, एकदम अर्ग्यानिक भेट्ने भयो। किन भन्दाखेरि टोटोलाको फुल आमा अन्डासँग टोटोलाको फुल हैन, दामी भेट्ने भयो। अर्ग्यानिक खाना चाहिँ यो आजको आउने गेस्टहरूले चाहिँ भेट्ने भयो। ल साथी हो यहाँ चाहिँ मासु पोलिँदैछ है बारबिक्यूको लागि हैन। माला बनाउँछ, टिका बनाउँछ, भइहाल्छ। यहाँबाट यस्तो लग्दैन कि सुन्नै छोड्दिएको यहाँ मात्रै अब त्यो त्यसो गर्ने बेला मजा आउँछ सरहरु क्या सुनिल टाइपको आफै यस्तो गरेर बिचारा सार्दिने टाइपको हो। दुःख लाग्छ। म चाहिँ अब सुतेको, किन भन्दाखेरि गेस्टहरू पनि भर्खर सुत्दैछ है, अनि म पनि चाहिँ सुतेको। आज चाहिँ टेन्टभित्रै सुतिरहेको छु, म चाहिँ यसरी सुतिरहेको छु टेन्टभित्र टक्कै। बिहान म यहाँबाट तपाईँहरूलाई भ्यू देखाउँछु चेन खोलेर। गुड मर्निङ ब्युटिफुल पिपल। अनि नेक्स्ट डेको चाहिँ आज सुरुवात भइसकेको छ है हाम्रो चाहिँ क्याम्पिङको। अनि यहाँ चाहिँ गेस्टहरू चाहिँ अहिले सुति नै रहेको छ। अनि आज चाहिँ नेक्स्ट डे हो, अनि यहाँबाट चाहिँ ट्रेकिङ हुन्छ यालबुङ रिभर क्यानन है। नेक्स्ट डेको भिडियोमा पनि वेलकम छ है। गेस्टहरू उठेपछि एकताल टी, त्यहाँबाट टक्कै खाजा ब्रेकफास्ट हानेपछि चाहिँ त्यहाँबाट चाहिँ उनीहरूको ट्रेकिङ स्टार्ट हुन्छ। र आजको दिन सुरुवात गरौँ दामी दिनसँग। वेदर बवाल, हेर्नु वेदर हेर बवाल, वेदर एकदम बवाल वेदर छ। अहिले चाहिँ बिहान भइसकेको छ, घाम चाहिँ यहाँ माथि टन्न लागिरहेको छ। वेदर यस्तो भइरहेछ आज चाहिँ, दामी दिन भयो है क्याननको लागि चाहिँ ट्रेकिङ हैन। अनि गेस्टहरू चाहिँ खाजा खाँदैछ, म यहाँ पर नै। टेन्ट चाहिँ यहाँ माथि लागेको थियो, टक्कै दामी देखिदिरहेछ ल बवाल। डाँडा चाहिँ आज चाहिँ यस्तो देखेको चाहिँ। क्यानन ट्रेकिङ स्टार्ट हुन आँटिसकेको छ, यहाँ रेडी भइसक्यो ट्रेकिङको लागि। फोटो खिच्दैछ है केटाहरूले चाहिँ यहाँ एक दुईवटा। आमा भ्यू भनेको खतरा छ यहाँ चाहिँ टक्कै। इन्जिनियर छ त लुक्स त, तीनजनाको त के हो हेभी छ त। कस्तो लागिरहेको छ हाम्रो जग्गामा आएर? यतिको यो ब्युटिफुल नेचर चाहिँ, यतिको जग्गा र प्लेसेस हो, यतिको बाटो बाटो जिन्दगीमा हिजो फर्स्ट टाइम एक्सपिरियन्स भयो। हिजो एक्सपिरियन्स भयो बाटो, आज क्यानिन जाँदैछ हामी। कस्तो हुन्छ हेर्नुपर्छ हो, दामी लाग्यो जग्गा हो। अरूलाई पनि भन्छु आउनु एडभेन्चर गर्नु। यहाँ स्टेपलकोमा हाम्रो बस्ने टेन्टहरू पनि छ। अर्को उयसमा सिजनमा यहाँ होमस्टे पनि बनिँदैछ। आउनु आएर मजाले घुम्नु, कन्ट्याक्ट गर्नुहोस् स्टेफनलाई त्यहाँदेखि। सो आएर मजाले घुम्नु। यो र प्लेसेसहरू चाहिँ के हुन्छ भने हाम्रो नेचरको ब्युटी हुन्छ। नेटवर्क छैन हाम्रोमा, तर त्यो नेटवर्क नहुँदाखेरि चाहिँ कस्तो हुन्छ अब त्यो एउटा नेचुरल हाम्रो इनर भित्रबाट गफ निक्लेर चाहिँ आउँछ नि त, भित्रबाट आफ्नो गफ हुन्छ। त्यो फोनको उयो चाहिँ दुनियाँ हराइदिन्छ, मजा आइदिन्छ खोलाको साउन्डमा। अझै पानी चिमचिम चिमचिम पऱ्यो भने त टेन्टमा आवाज आएर कस्तो निन्द्रा पनि चलिरहेको हो।
दामी हुन्छ नि अब चाहिँ यहाँ सबैजना साथीहरू चाहिँ रेडी भयो होइन क्यानन ट्रेकिङको लागि गाइड ल बाई बाई मजाले गएर आऊ ल मेरो चाहिँ गयो म चाहिँ अब यहाँ खाना बनाउनु पर्छ केटाहरूको अहिले केटाहरू आउँछ फेरि टक्क अब कुक चाहिँ म हो नि त अनि म चाहिँ यस्तो भ्यूको मजा लिँदै बस्दिरहेको छु साथीभाइ हो ल दामी छ होइन ल साथी हो अहिले चाहिँ अब गेस्टहरू चाहिँ फर्किसकेको छ उनीहरू चाहिँ अन्त क्याननको भिडियो चाहिँ केसाङले आज गर्दैन रहेछ हो तपाईँहरूलाई एक दुईवटा फोटो हालिदिन्छु यसमै आज चाहिँ मैले तपाईँहरूलाई भिडियो देखाउनु सकेन क्याननको हाँस्दैछ यो चाहिँ यहाँ यति बेला चाहिँ अझै झन् दामी हुन्थ्यो किन भन्दा यति बेला चाहिँ पानीहरू पनि झरिरहेको हुन्थ्यो नि त अझै मजाको देख्थ्यो क्या तर अब फोटो पनि आएन भिडियो पनि आएन किन भन्दा अब केसाङले चाहिँ खिचेन रहेछ ल साथी हो त्यतिमा इन्जोय गरौँ होइन अब चाहिँ हाम्रो टेन्टहरू उठाउने बेला भइसक्यो पानी पनि पर्ला जस्तो हुँदैछ धुम्मा पनि भएर आउँदैछ टेन्ट उठाएर चाहिँ लाग्दिनु पर्ने हुन्छ है साथी हो ल सम्झिनु होला फेरि पनि स्टेभन ब्लग्सलाई आउँदै गर्नुहोस् हाम्रो क्याम्पिङमा